हेलो नमस्ते सेवारो तपाईहरुलाई मेरो मिनी ब्लगमा स्वागत छ। अनि आज चाहिँ भाइटिकाको दिन, त्यसैले म चाहिँ फूलमाला गाँस्दै छु। यसपालि तिहार पनि छिट्टै भएकाले गर्दा फूल पनि राम्रोसँग फुलेन हैन, त्यही भएर म चाहिँ अलिअलि फूलहरु बटुलेर माला गाँस्दै छु भन्दा नि म चाहिँ गाँथ्दै छु क्या, यो थुङ्गाबाट छुटाएर। त्यही भएर मेरो माला यस्तो भयो, हेर्नुस् न। ठिकै छ, यस्तै भए पनि हैन, यसो विधि त हो नि। अनि मैले टक्कसँगले सामानहरु रेडी गरे, अनि फूलहरु पनि गाथिसके। अनि मेरो दाजुभाइहरु चाहिँ टीका लगाउन टक्क तयार परेर हैन, पुरा चस्मा लगाएको छन्। छिटो टीका लगाइदे, यहाँ भोक लागिसक्यो भन्दै कराउँदै थिए। अनि म पनि चिटिक्क परेर टीका लगाइदिन रेडी भएको। हामी चाहिँ पहिल्यैबाट भाइटिका पनि यसो साधारण रूपले मात्रै मनाउँछौँ, त्यस्तो तामझाम पनि हुँदैन हैन। सप्तरङ्गी टीका अनि फूलमाला मात्रै लगाएर मनाउँछौँ। अनि यो चाहिँ मेरो रामे दाजु हो, अनि लच्छे दाजु चाहिँ अब आएन हैन, त्यही भएर मेरो दाइहरु चाहिँ जुम्ल्या हो नि त। अनि यो चाहिँ मेरो कान्छा भाइ, म भन्दा ठुलो भइसकिसक्यो मेरो भाइ पनि, के भन्नु र, आफू चाहिँ बुढी भइयो। हामी चाहिँ खासै यस्तो यो टीका लगाएर फूलमालाहरु चाहिँ लगाइदिदैनौँ कि, सानैदेखि अब दाजुभाइलाई चाहिँ हातैमा फूलमाला दिनु भन्नुहुन्थ्यो अब आमाहरुले हैन, त्यसरी नै अब सिकाउनु भयो। त्यही भएर टीका चाहिँ लगाइदिन्छौँ, अनि फूलमाला चाहिँ आफै लगाउनुहुन्छ, हामी हातमा दिन्छौँ। भाइटिका लगाइसकेपछि खाना खाइयो। त्यसपछि आमा, दाजु, छ्यामा र म चाहिँ भेन्जो नाचगान गरेर रमाइलो गरियो। मैले चाहिँ खाना पनि खाएको थिइनँ, तर पनि उफ्री नाच्दैछु। दिउँसोभरि घर परिवारसँग रमाइलो गरेपछि राति चाहिँ भाइ बहिनी मामाहरूसँग देउसी खेल्न म्याङ्गुङ बजार गयौँ। अनि देउसी खेलेर रातिको 2 बजीतिर आएर सुतेको। मेरो चाहिँ यसपालिको तिहार यसरी नै बित्यो। अनि तपाईहरुको कसरी बित्यो होला कमेन्टमा भन्नुहोस् है। धन्यवाद, बाइ बाइ। पहिले माया मोहनी लगाऊ